नमस्ते guys, welcome to another video. Another भन्दाले पनि पहिलो भिडियो नै भनौँ। यो चाहिँ मेरो फर्स्ट भाइ सँगैको यो गेम प्ले हुनेछ। यो चाहिँ मेरो आइडी, यो चाहिँ मेरो पिसी आइडी हो क्या। म चाहिँ खासमा मोबाइल प्लेयर हो, तर पिसीमै खेलेर अहिले, किनकि मेरो मोबाइल बिग्रेर अहिले मोबाइल छ तर नर्मल यसको लागि छ, गेमिङको लागि छैन। दसैँपछि चाहिँ आउँछ होला मेरो मोबाइल, त्यसपछि चाहिँ खेल्नुपर्छ राम्ररी मोबाइलमा गेम प्लेहरू हुन्छ। ल यो आज चाहिँ म खेल्न गइरहेको क्राफ्ट एन्ड हो 1v1। यो मेरो फर्स्ट भोइससँगको भिडियो भएर म अलिकति नर्भस छु, त्यसैले माइन्ड नगर्नु केटाहरू, म ट्राई गर्नेछु होइन आफ्नो। ल सुरु गरौँ है। ल फेरि लाइक सेयर सब्सक्राइब पनि गरिदिनु ल। अलिअलि सायद आउँछ होला त्यो माउसहरूको साउन्डहरू, किबोर्डहरूको, तर लाइक सेयर सब्सक्राइब पनि गरिदिनु गाइस, अनि सपोर्ट पनि गरिदिनु। हामी जस्तै यो सानो सानो युट्युबरहरूलाई फर्स्टमा युट्युबर गरेर अब ठुलो भएर पनि हल्का रमाइलो हुन्छ। मैले अघि न एउटा गेम प्ले डाउनलोड भने सरी मैले अघि न एउटा भिडियो रेकर्ड गरेको कि, तर त्यसको फेरि मैले माइक नै नजोडेको हेडफोनको, त्यसैले त्यसमा किबोर्डहरू धेरै टिप्सेको अँध्याइरहेको थियो कि, अनि फेरि रेकर्ड गर्न लाग्यो। मलाई त्यसरी खेल्न त आउँदैन, भर्खर खेलेर हो, लाइक 1 मन्थ पनि भएको छैन। ला यो त यस्तो यस्तो प्लेयर आउँछ कि फेरि हानिदिन्छु फेरि लाग्दैन त अघि न एउटा पनि लागिरहेन अहिले त। छ्या कोही छैन केटाहरू, हामीले सक्छौँ, हानिदिन्छौँ यसलाई, हानिदिन्छौँ ला टाढैबाट मऱ्यो त। ल केही छैन, ला ब्याक गर्यो। सो गाइज अघि न रेकर्ड गरेको थियो, ब्याक गरेको त्यसले। अब यो फेरि नयाँ हो, नयाँ म्याच खत्तम, सक्दैन नि फेरि। यो चाहिँ मेरो इमुलेटर च्यानलमा जान्छ होला यो भिडियो, अनि टिकटकमा पनि जान्छ। टिकटकमा हेर्नेहरूले सबैले त्यो युट्युबमा गएर लाइक सेयर सब्सक्राइब गरिदिनु होला है। हामीले पनि ट्राई गरिराखेकै छौँ, भर्खर ट्राई गरेर। खासमा चाहिँ मैले पिसीमा एउटा के भन्छ ओबिएसहरू पनि चलाउन आउँदैन, रेकर्डिङ नि गर्न आउँदैन, फर्स्ट टाइम नै हो। अब के खेल्नु के गर्नु, यस्तै छ के साथीहरू। साथीहरू मेरो जिन्दगीले मलाई गर्न गयो दुःख। ला के हो गरेको यसले, के खेल्छ हो यिनीहरू, के नाम रहेछ यसको, ब्याड ब्रदर्स नाम त फेरि खतरनाक छ। गेम प्ले त लुत्त छ त, म त फेरि झन् खेलिरह पिसीमा त, तर दसैँपछि चाहिँ मोबाइलकै गेम प्ले आउँछ होला। तिमीहरूले चाहिँ सपोर्ट गर्दै गर न, बिस्तारै एक दुईजनालाई सपोर्ट गर्दा गर्दै त हामीहरू बढ्ने हो नि होइन। सपोर्ट गर्दै गर। ला खतरा लाग्यो है, मलाई खतरा हान्दैछु नि फेरि। ला हान्दे टाढैबाट हान्दे टाढै मऱ्यो त यार। यो त मेरो फेरि भोइसको साउन्ड यस्तो धेरै आएर होला, गेमको साउन्ड कम आइरहेको थियो होला। ठ्याक्कै हेर केटाहरू, कमेन्ट सेक्सनमा लेट मी नो है, अनि के भन्छ को कहाँबाट हेरिरहेको छ त्यो पनि गरिदिनु ल। अनि त्यसलाई चाहिँ मोटिभेसन दिन्छ कि मेरो भिडियो यहाँसम्म पुग्यो त्यहाँसम्म पुग्यो भनेर, ल त्यसैले सपोर्ट गरिदिनु केटाहरू, सपोर्ट चाहियो। अब यो नेपालीमै कमेन्ट्री चाहियो भने भन्नु, अनि हिन्दीमा चाहियो भने भन्नु, जस्तोमा चाहियो त्यस्तैमा कमेन्ट्री गर्छु। मलाई कमेन्टमा कमेन्ट सोधिदिनु तिमीहरूले, म फेरि थारू पनि बोल्न सक्छु। खासमा म थारू नै हो, तर तिमीहरूले कमेन्टमा छोड्ने नु
कसमा कमेन्ट्री गर्दाखेरि चाहिँ राम्रो हुन्छ भनेर तिमीलाई कुन कमेन्ट्री चाहियो भनेर ओए हान्यो त यार खतरा हान्यो अहिले ठ्याच ठ्याच उही उही ट्रोल हान्छ एक राउन्ड जितेर ट्रोल हान्छ के यिनीहरू अनि मलाई हाँस्छौ केही छैन के गर्नु ट्रोल हानिदिइसक्यो ला देखाइदिउँ है ट्रोल हान्छस् हामीलाई ला अब त गइस केटा खेलेको हेर न उही हानी हानी फेरि सुत्छ 2 राउन्ड गयो केटाहरू के गर्नु ल अब चाहिँ जान दिन्न है ल यो म्याच त मेरै हो अब सिद्धो अब म्याच केटाहरू कस्तो प्लेयरहरू आउँछ कि राम्रै खेलौँ भनेको गेम के हामी चाहिँ गेम के भन्छ मजाको लागि खेल्न आउने अनि यस्तो यस्तो आइदिन्छ अनि रिस त उठिहाल्छ लाग्न हो लाग्न के मलाई मर्न मात्र बोला छ क्या गेममा लाग्न लाग के गरेको हेर्सडै लाग्न छाड्यो त केटाहरू फेरि अहिले फेरि कट्ठा लिएर आउँछु मैले फेरि कट्ठा लाग्यो ट्रोल हान्छ 1-2 राउन्ड जितेर ट्रोल हान्छ बच्चा सँगै खेल्नु छ भने पनि यो आइडी छोड्नु म यो टान0 आइडीबाट तिमीहरूलाई फ्रेन्ड रिक्वेस्ट सेन्ड गर्छु सँगै खेल्नुपर्छ बिस्तारै लाइभ पनि गर्ने सोचिरहेको छु मैले केटाहरू द्याट्स वाइ होइन ल हामीले म्याच पनि जितिसकेको छौँ ल आजको लागि यति नै केटाहरू भन्दा पनि अब केटाहरूलाई मात्र नहेर्ने हो केटीले पनि हेर्ने हो सो आजको लागि यति नै गाइज अब अर्को भिडियोमा भेट होला हाम्रो कमेन्टमा छोडिदिनु होला अनि लाइक सेयर अनि युट्युबमा हेर्नु लाग्नुहुन्छ भनेपछि सब्सक्राइब अनि टिकटकमा हेरिराख्दा फलो गर्न नबिर्सिनु होला ल